हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला है। अनि म पनि एकदमै सन्चै छु। अनि मैले चाहिँ धेरै भन्दा पनि धेरै टाइम पछाडि चाहिँ यो ब्लग बनाएको है। अनि अहिले चाहिँ घरमा आएको छु नि त। अनि घरमा आएको बेला चाहिँ अब केही काम हुँदैन नि त खासै। अनि त्यही भएर चाहिँ यो ब्लग बनाउँछु सोचेर चाहिँ यो ब्लग बनाएको। हजुरहरूले चाहिँ लास्टसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा। अनि म आज के गर्छु अनि के खान्छु त्यो सबै देखाउँछु, हेरिदिनु है त। म चाहिँ खोले दिनको लागि चाहिँ माथि घर जाँदैछु। अनि त्यहाँबाट मम्मीको चाहिँ के काम छ नि त। अनि म चाहिँ मम्मीलाई अलिकति घरमा आएको बेला त्यस्तो हेल्प गर्नु पर्यो नि त होइन। अनि मम्मी चाहिँ अरू काम गर्नुहुन्छ। अनि म चाहिँ भुइसी अनि हाम्रो चाहिँ बाख्रा पनि छ माथि घरमै। अनि त्यही भएर तिनीहरूलाई खोले दिने है। अनि गली के थगाइ लाग्यो। अनि यो चाहिँ है पहिरो के त्यो दसैँको बेलामा त कति पानी आएको थियो नि त। अनि यस्तो डेन्जर पहिरो गएको छ है बाटोमा। यो बाटो पनि पुरै त्यति बेला त्यो बाटो सबै के भन्छ छोपेको थियो कि। अनि यो चाहिँ पछि डोजरले चाहिँ समाएर चाहिँ यो बाटो चाहिँ हिँड्न हुने चाहिँ बनायो है। तर कस्तो डेन्जर पहिरो नि त। यस्तो धन्न यहाँनिर चाहिँ माथि चाहिँ घर पनि छ होइन। घर चाहिँ धन्न ढलेन छ कि। म चाहिँ फाइनली हाम्रो माथि घर आइसकिसकेँ। त्यो चाहिँ हाम्रो माथि घर है। अनि त्यहाँबाट यहाँ चाहिँ हाम्रो बाख्रा खसीहरू छन् होइन। अनि यो चाहिँ सानो पाठो अनि भैँसी। यो चाहिँ हाम्रो भैँसी फेरि भैँसी चाहिँ मोटै छ है। टाढाबाट हेर्दा चाहिँ अलिक दुब्लो जस्तो देखिन्छ। तर अब मैले खोलिदिएपछि भैँसी मोटा आउँछ होइन। अहिले चाहिँ अलिक दुब्लो रहेछ कि क्या हो। ए भैँसी म चाहिँ माथि घर आएँ। यो चाहिँ हाम्रो ठुलोमामको साग है, सागी। यी बाख्रा ठुलोमामीहरूको चाहिँ कति धेरै बाख्रा छन् है। ठुलोमामको चाहिँ भैँसी छैन, त्यही भएर अब बाख्रा त पाल्नु पऱ्यो नि त। त्यही भएर धेरै भएको है। आयो गले औ गले म गले। त्यो चाहिँ मल है, मल। यु नो मल मिन्स रे क्या हजुर। मल भनेको मल हो किनकि त्यो मलै हो नि त। यो हाम्रो उसपे कामचोर यहाँ मोबाइल हेरेर बसिरहेछ हो र दाइ। हाम्रो ठुलो 1 इयर बेसी भइसक्यो। यो चाहिँ हाम्रो कान्छो केटो। यो चाहिँ कोदाको भुस है। कोदालाई चाहिँ कुटेपछि कोदाबाट निक्लेको के अरे भाइ ठोट्ला ए खोस्टा हो है यो चाहिँ। अनि यो चाहिँ साग बनाउन के अरे गुन्द्रुक बनाउनलाई यसरी सुकाउनुपर्छ साग। अनि साग कुटेपछि एउटा भाँडामा हालेर 6-7 दिन राखेपछि तातो पानी हाल्दै अनि बल्ल गुन्द्रुक बन्छ सुकाएपछि। त्यत्तिकै के थाहा यो मान्छेहरूलाई कसरी गुन्द्रुक बन्छ भन्ने। त्यही भएर देखाइदिएको है। म चाहिँ होइन यो पानी जोड्ने अनि पानी जोडेर चाहिँ खोलाइदिने। यहाँबाट चाहिँ ऊ तल हाम्रो भैँसी देखिँदैछ नि होइन। हो त्यो हाम्रो भैँसी। अनि बोक्न त सकिँदैन नि त पानी। कति टाइम बोक्न नसकिने त होइन, बोक्न त सकिन्थ्यो होला तर कति टाइम लाग्छ नि त। त्यही भएर यहाँबाट यो पाइपमा चाहिँ लाने। अनि हाम्रो यो खडबारी है, त्यहाँ मल हुन्थ्यो। मल पनि सकिएछ, चराले खाइदिएछ। यो चाहिँ हाम्रो भैँसी होइन। अनि म चाहिँ यसरी अब पानी बोक्न त गाह्रो, खोलाबाट पानी ल्याउन धेरै गाह्रो हुन्छ नि त। कि धाराबाट ल्याउन पनि कति टाइम लाग्छ नि त। त्यो टाइममा चाहिँ बरु एकछिन पाइप जोड्नु। माथि गएको थिएँ म अनि पाइप जोडेर आएँ। अनि यसरी खोले दिँदैछु म। अनि त्यहाँ चाहिँ बाख्राले पनि खाँदैछन् खोले, भुइँसीले पनि खाँदैछ। अब चाहिँ अनि पाडालाई चाहिँ मोइदिन्छु म होइन। अनि यहाँ चाहिँ यो खोले नखाएर यो के हेरिबस्या हो नि। खाए खोले खा
पनि खाए भुइँसी टन्नै खा अनि त मोटो हुनु पर्यो नि त भुइँसी फेरि भुइँसीलाई खाजा नि के अरे खाना पनि दिँदो रहेनछ भन्नु होला नि त होइन त्यही भएर हाम्रो भुइँसीले चाहिँ मजाले खान्छ है हाम्रो भुइँसी मोटो पनि छ पातलो छैन म अब यहाँ 2 भाँडा खोलिदिएपछि त पेटेलले ठुलो बनाउँछ नि त खोलेले पेट छिटो खाऊ है तिमीहरू पनि छिटो खाऊ फेरि म माथि घर गएर गफ गर्नै बाँकी नै छ नि त मैले गफ नै गरिसकेँ होइन है भुइँसीहरू मलाई धेरै टाइम खोलिदिने टाइम नपारेर द्याऊ चुपचाप छिटो छिटो खाइद्याऊ खाऊ 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 हुन त चिसो होला कसरी खानु है तर खोले त तातै छ हाम्रो खोले पकाउन अगेन चाहिँ यो होइन हामी चाहिँ बारीमै पकाउँछौँ अब घरदेखि ल्याउन चाहिँ बोक्न गाह्रो नि त अनि त्यो भन्दा बरु यहीँ बनाए आनन्द अनि त्यो चाहिँ हाम्रो भुइँसीको र बाख्राको गोठ त्यही हो गाउँ राम्रो छ होइन रमाइलो पनि छ होइन तर सुनसान छ क्या अहिले मान्छेहरू खासै नबसेर अनि यति बेला त अब सबै के भन्छ सबै अब सुक्खा छ नि त अनि सबै सुक्खा लाग्दछ उराठ लाग्दछ नि त उराठ लाग्दो क्या खाऊ मस्त खाऊ खोले अनि यो खोलेमा चाहिँ फेरि किन यस्तो सेतो सेतो भन्नु होला होइन यो चाहिँ हामीले चाहिँ बाख्रालाई मोही पनि दिन्छौँ कि अनि मोही खायो भने अलिक मोटाउँछन् नि त त्यही भएर हामी बाख्रालाई मोही दिन्छौँ फेरि बाख्रा त त्यस्तै छ अनि मोटो त छैन भन्नु होला अब टाइम लाग्छ नि त मोटाउनु पनि मान्छेलाई जस्तो त हो नि अब कोही मान्छे जति खायो नि मोटाउँदैनन् नि त अनि बाख्रा पनि त्यही भकाउने क्या हाम्रा है नभए त हाम्रो बाख्रा कति मोटाउँथ्यो होला नि है पछि ठुलो भएको फोटो हेर्दाखेरि चाहिँ कस्तो टेन्सन लाग्छ है अनि के गर्नु नआउनु भइगयो है अब मन बुझाउनु परिहाल्छ मिस यु ठुलो बुवा ल हाम्रो चाहिँ थुक्पा चाउचाउ रेडी हुँदैछ है खाजालाई अँध्यारो छ अलि बत्ती छैन त्यही भएर अँध्यारो भएको हाम्रो ए बत्ती बाल्न हामीलाई अल्छी लाग्यो फेरि बत्तीको धेरै पैसा किन उठाउनु भनेर हामी चाहिँ यस्तो जोगाउँछौँ कि यो चाहिँ थुक्पा अब फेरि अब यसलाई पोहाल्नु पर्यो नि त थुक्पा धोको हामीले यसरी हाम्रो चाउमिन रेडी हुँदैछ चाउमिन हाम्रो चाहिँ चाउमिन रेडी भइसक्यो होइन अनि मलाई चाहिँ अचार नै खानुपर्छ नि त टमाटर मजा अब खाने हो है अब चाउमिन खाने होइन म चाहिँ अब हातले गम दिनु पऱ्यो खतरा मिठो हो नि त अनि ठुलो पनि बनाएको चाहिँ चाउमिन फेरि खतरा मिठो हुन्छ तपाईँहरू पनि खानुभयो आउनु दिदीहरू चाहिँ त्यहाँबाट हेर्दै बस्छ म चाहिँ खाँदै गर्छु है हाम्रो चाहिँ बाँस तान्ने कार्यक्रम हुँदैछ उहाँ भाइले चाहिँ अङ्कुसे ल्याउँदैछ अङ्कुसे ए घाँस काटि पो सक्नु भएछ है ल ठिकै छ अब म आगो फुक्छु खोले बनाउँछु अनि हाम्रो खोला है अनि यहाँ पहिला हामी लुगाहरू धुन्थ्यौँ है अहिले चाहिँ खोलाको पानी कहाँ गयो अहिले हामी लुगा पनि धुँदैनौँ खोलाको पानी पनि सकिएछ एउटै भयो होइन अनि त्यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ होइन बाँस गर्दै हुनुहुन्छ थुपार्दै हुनुहुन्छ अनि म चाहिँ अब भुइँसीलाई खोले बनाउनको लागि आगो फुक्छु अब लास्टमा चाहिँ के सिप नलाएर मम्मीले यहाँनिर खन्दै हुनुहुन्छ होइन अब हामीले चाहिँ अब यो खनिसकेर चाहिँ यो जरालाई चाहिँ अब हुन्छ नि अब अर्को साल पनि खानु पर्यो नि त अनि त्यही भएर यहाँ मलसल हालेर चाहिँ पुर्दिनु पर्छ होइन अनि अर्को साल खाने अनि यहाँ चाहिँ सानो सानो मसिनो निस्क्यो है अनि त्यति छ हेलो गाइज आई एम गोइङ टु एन्डिङ दिस भ्लग राइट नाउ अनि हजुरहरूले चाहिँ लास्टसम्म हेरिदिनु होला हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है अनि आफ्नो साथीहरूलाई चाहिँ सेयर गरेर चाहिँ मेरो सब्सक्राइब बढाइदिनु होला अनि हजुरहरूलाई चाहिँ अर्को भ्लगमा छिटै भेट्ने छु भन्ने बाचाको साथ चाहिँ यो भ्लगबाट बिदा हुन्छु बाई बाई।